म चाहिँ फर्स्ट टाइम हो भ्लग बनाएको, त्यति साह्रो आउँदैन, बोल्न पनि जान्दैन। म कम्प्युटर क्लास जाँदैछु। ठाउँ भन्नुपर्दा मेरो घर चाहिँ प्युठान बाजीपुर लिएर पर्छ। अनि हेर्न सक्नुहुन्छ अगाडि साथी छन् मेरो। यो गर्मी चाहिँ यहाँ धेरै छ, हेर्नुहोस् यस्तो टाँट परेछ नि। यस्तो गर्मीमा छाता ल्याउने जाँगर पनि छैन। अझ भएन भनेर साथीहरूसँग हिँड्नुपर्छ, अड्डिनुपर्छ, कुद्नुपर्छ। 4 बजेको क्लास 2 बजे हिँड्छौँ हामी त। यस्तै हो। म चाहिँ मेरो साथीहरू देखाउन चाहन्छु। हेर्नुहोस् के अरे गङ्गा, सिर्जना, वन्दना होइन। हेर्नुहोस् हामी साथी चाहिँ यही हो। अनि एउटा साथी पर छ, उसले अड्डिनु छ, लग्नु छ। 3 बजे 4 बजेको क्लास 2 बजे हिँड्छौँ हामी। यस्तो जाँगरिला छौँ हामी चाहिँ। आयौँ फाइनली। साथीको घर यति छ, उनलाई लिनुपर्छ। गुरुङनी साथी भनौँ कि बहिनी भनौँ कि? यता देखिउ त म यहाँ के आन्न बजार पसिसक्यौँ। गर्मीले अब पैसा नि धेरै छैन, 5 रुपियाँको चिया खाएर बस्नुपर्छ। पैसा नि धेरै छैन, 5 रुपियाँको चिया खाएर बस्नुपर्छ। मेरो साथीहरू अगाडि पुगिसके, हेर्न सक्नुहुन्छ। हेर्नुहोस् यो भ्यू हो। हामी चाहिँ अहिले चटपटे खाएर बजारबाट निक्लेको। साथीहरूको चटक म अगाडिबाट देखाइदिन्छु है। साथीहरूको हाल खबर। हामी चाहिँ बजारबाट अब घर जान लाग्यो। कम्प्युटर सिकेर पानी परेर कति दामी ठाउँ। त्यहाँबाट मेरो साथीले हेरिरहेको छ मलाई। चाहिँ हाम्रो बिङ्ग्री बजार हो। यस्तो भएको छ अहिले चाहिँ यो। अनि हामी चाहिँ घर जान लाग्यो। गाइज हामी चाहिँ यता कटेजतिर आइरहेको थियौँ। त्योहरू चाहिँ फोटोको पोज दिइरहेको छ नि, हेर्न सक्नुहुन्छ। हेर्नुहोस् मेरो साथीहरू कसरी फोटो खिचिरहेको छ। हेर्नुहोस् बच्चा जस्तो देखिरहेको छ। अनि म चाहिँ यहाँबाट हेरिरहेको छु। हेर्नुहोस् है, यो चाहिँ हाम्रो पुरानो कटेज हो।